हेलो साथीहरू, आज फेरि लिसार ब्याग विथ कल्चरमा विभिन्न कलर र साइजहरुमा मैले ह्यान्ड ब्यागहरु लिएर आएको छु। आउनुस् है त सँगै हेरौं। फर्स्टमा रहेको छ यो भेलभेट रेड कलरको प्लेन भेलभेट हो। यसमा चाहिँ मैले डिजाइन दिएर यसलाई चाहिँ मैले लेस प्रयोग गरेको छु, व्हाइट कलरको लेस। यसरी सबैतिर लेस प्रयोग गरेको छु। यसमा चाहिँ एउटा मात्रै कम्पार्टमेन्ट छ। यो सबैभन्दा सानो साइज हो ह्यान्ड ब्याग। अनि यसमा चाहिँ भित्र मैले सानो खल्ती पनि राखेको छु। यसरी भित्र सानो खल्ती। यसमा चाहिँ मोबाइल र सानो पर्स राखेर ह्यान्ड क्यारी गरेर हिँड्न मिल्छ। यसरी हातमा मात्रै लिएर यसरी। र अनि अर्को कलर रहेको चाहिँ ब्लूमा। यो ब्लूमा पनि मैले लेस राखेको छु, लेस प्रयोग गरेको छु। यसमा चाहिँ अझै यसलाई राम्रो देखाउनको लागि मैले यसो पोतेको लेस प्रयोग गरेको छु। यसरी गरेको छु। यसमा पनि एउटा मात्रै कम्पार्टमेन्ट छ, एउटा मात्रै छ। यसरी यसमा पनि त्यो मोबाइल र पर्स, सानो पर्स राखेर ह्यान्ड क्यारी गरेर हिँड्न मिल्छ। र अर्को रहेको छ यो टाटन, ब्ल्याक कलरको टाटन। यो पनि सबैभन्दा सानो साइज हो। यसमा पनि एउटा मात्रै कम्पार्टमेन्ट छ। यसमा नि मैले भित्र यसरी जिप सानो खल्ती राखेको छु। यसरी यसमा पनि मोबाइल र पर्स राखेर हिँड्ने हो, राखेर यसरी ह्यान्ड क्यारी गरेर हिँड्ने हो। अनि अर्को रहेको छ यो सिङ्गापुरे प्रिन्टको। यो पनि एउटा मात्रै कम्पार्टमेन्ट छ। यसमा पनि यसमा नि त्यही मोबाइल र पर्स राखेर हिँड्ने हो। यसमा पनि मैले सानो खल्ती बनाएको छु। र यो भन्दा चाहिँ सबैभन्दा सानो साइज चाहिँ यिनीहरू भयो। यो भन्दा चाहिँ अलिकति ठुलो साइज चाहिँ यो भयो। यसमा फेरि छाताहरू पनि, पानीको बोतल, छाताहरू पनि राखेर हिँड्न मिल्छ। यो पनि ह्यान्ड क्यारी नै हो। यहाँ पनि एउटा मात्रै कम्पार्टमेन्ट छ। यस्तो छ यसमा पनि मैले भित्र यसरी सानो खल्ती राखिदिएको छु। यसरी यहाँ चाहिँ मोबाइलहरू, पर्स, छाताहरू लगभग सबै अट्छ यसमा। यो चाहिँ ग्रीन कलरको भयो। अर्को छ यो पनि व्हाइट कलर। यसमा चाहिँ मैले बाहिर पनि खल्ती बनाइदिएको छु है। यसरी यहाँ चाहिँ बाहिर मोबाइल यसरी राख्नुहुन्छ, यहाँ मोबाइल राख्नुहुन्छ यसरी। र यसमा पनि एउटा मात्रै कम्पार्टमेन्ट छ। यसमा पनि मोबाइल, पर्स अनि त्यस पछाडि गएर छाता र पानीको बोतल पनि राखेर हिँड्न मिल्छ। ल, अहिले चाहिँ साइजहरू यति छ, यति दुईटा साइजहरू छ साथीहरू। यसमा चाहिँ योभन्दा अलिकति ठुलो साइज र यो अझै ठुलो साइज पनि बन्छ। यसको चाहिँ म पछाडि फेरि हजुरहरूलाई यसरी नै मैले भिडियोहरू लिएर आउँछु। र हजुरहरूलाई पनि यस्तो ब्यागहरू चाहियो भने हाम्रो पसल चाहिँ पोखरा नदीपुरमा छ, भैरवटोल नजिकै छ, आउनु होला। र हाम्रो होम डेलिभरी पनि हुन्छ। र हाम्रो पसलमा यो ब्याग बनाउने मेटेरियलहरू पनि सबै पाइन्छ। जिपहरू, लकहरू, यस्तो टोफेटाहरू, फर्महरू, लगभग ब्याग बनाउने सबै र मेटेरियलहरू पनि पाइन्छ। तपाईँहरूलाई चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है त साथीहरू। हाम्रो पसल पोखरा नदीपुर भैरवटोलमा छ, आउनु होला। धन्यवाद, नमस्कार।